पनि BFM 91.2 मेगाहर्जमा सुन्दै रहनुभएका सम्पूर्ण आदरणीय मेरा प्यारा दाजुभाइ तथा दिदीबहिनीहरूलाई मैले विराटनगर महानगरपालिका वार्ड नम्बर 6 को तर्फबाट व्यक्तिगत तर्फबाट धेरै धन्यवाद पनि दिन चाहन्छु। र जुन हजुरले मलाई क्वेसन गर्नुभएको छ एकदम मार्मिक क्वेसन हो। म तपाईलाई सम्मान पनि गर्न चाहन्छु। अहिले BFM मार्फत केही सन्देश जनतामा म दिन चाहन्छु। र वास्तवमा अहिले विश्व नै महामारीको रूपमा छ र नेपाल पनि महामारीको चौपटामा परेको छ। र विराटनगर महानगरपालिका वार्ड नम्बर 6 हाम्रो एकजना पोजिटिभ देखेछ र 11 जना नेगेटिभ देखेछ। जुन भर्खरै यो त्यो मान्छेले अहिले जुन पोजिटिभ देखिएको छ त्यो मान्छे पनि हाम्रो स्थानीय मान्छे नै हो। यो भन्दा अगाडि पहिला लकडाउन अगाडि इन्डियाको बिहारको जिल्लामा फँसेको थियो र केही दिन अगाडि 10 दिन अगाडि यहाँ चाहिँ त्यसको श्रीमानले यहाँ ल्याइसकेपछि हामीलाई थाहा हुँदाखेरि हामीले चाहिँ तिनीलाई चेक जाँच गराउनु पर्छ भनेर त्यो अवस्थामा चेक गर्दाखेरि 10 जना नेगेटिभ र 1 जना पोजिटिभ निस्केको छ। अहिले हाम्रो वार्ड एकदम तराई मानमा छन्। एकदम के हुन्छ कसो हुन्छ र त्यहाँका जहाँ चाहिँ पोजिटिभ निस्केको छ त्यहाँका वल्ल पल्ल छरछिमेकीहरू पनि त्यहाँ चाहिँ बस्न मानिरहेको छैन। अब के हो कसो हुन्छ भने त्यसरी चाहिँ भइरहेछ। वार्ड नम्बर 6 मा हामीले बाहिरबाट आएका मान्छेहरूलाई पनि जानकारी गराउन भनेर अपिल पनि गरिरहेको छ महानगरपालिकाले। योभन्दा अगाडि पनि यहाँलाई केही जानकारी भएन? त्यो बाहिरबाट आएको हुँदाखेरि हामीले क्वारेन्टाइनमा राखेका थियौँ कि के थियो अवस्था, केही थाहा छ यहाँलाई? सर्वप्रथम त योभन्दा विराटनगर महानगरपालिकाले पहिलादेखि नै जब विश्व महामारीको रूपमा आइसकेपछि कोरोना भाइरस आइसकेपछि हामी लकडाउनभन्दा अगाडि को विदेशमा मान्छे छन् र कहाँ छन्, जस्तै भारतमा, चाइनामा, अस्ट्रेलियामा, अफ्रिकामा कहाँ हाम्रा देशका मान्छेहरू छन्। यहाँ विराटनगर महानगरपालिका वार्ड नम्बर 6 को गएको छ त्यो सम्पूर्ण लिस्ट तपाईँहरू दिनुहोस् भनेर हामीले लिस्ट पनि नगरपालिकामा दिएका छौँ। र यो चाहिँ लकडाउन भइसकेपछि अहिलेको अवस्था भन्नुपर्दाखेरि मलाई जहाँसम्म लाग्छ हामीले तुरन्तै हामीले फिल्डैमा खटिरहेको थियौँ। किनभने कतिपय साथीहरू त डोर्दै पनि निस्किरहेको थिएन लकडाउनमा। तर हामीले स्थानीय सरकार भइसकेपछि वडाध्यक्ष भइसकेपछि हिजोका दिनमा हामीले जुन चाहिँ जनतालाई बाचा गरेको थियो र विश्वास दिलाएको थियो हामी चाहिँ कुनै पनि महामारी रूपमा भूकम्प भूचालो केही आउँदाखेरि विकास निर्माण आउँदाखेरि तपाईँहरूको बिचमा तपाईँहरूको माझमा रहन्छु। त्यो बिचमा माझमा रहँदा पनि यो विराटनगर महानगरपालिका वार्ड नम्बर 6 मा हामी विदेशमा को मान्छे गएको छ र इन्डिया को गएको छ हामी प्रत्येक टोलमा गएर हामी भनेको थियो र त्यो लिस्ट डाटा नगरपालिकाले पनि पठाएको थियो। तर यो बिचमा जस्तै अब नगरपालिका देश विदेशमा पनि जति पनि जाने र आउने मान्छे छ भनेर त्यहाँ हाम्रै यहाँ प्रदेशको सरकारको नेतृत्वबाट या महानगरपालिकाको नेतृत्वबाट अब तिनीहरूलाई पनि घर पठाउनु पर्छ र हाम्रो पनि फँसेको मान्छेलाई घर ल्याउनु पर्छ भने त्यो अवस्थामा हाम्रै झरनाचुक सनौचिया र रामपुरका केही व्यक्ति यहाँका स्थानीय व्यक्तिहरू लकडाउनको अवस्थामा त इन्डियामा फँसेका थिए। त्यो व्यक्तिहरू आइसकेपछि हामीलाई थाहा हुँदाखेरि थियो। किनभने अहिले जनचेतनाको कारणले गर्दा पनि हामीलाई यहाँ चाहिँ निकै नै अप्ठ्यारो परिरहेछ र त्यतिखेर हामीले भन्दाखेरि उहाँहरूकै स्थानीय बासिन्दाकै पहलमा हामीले गएर तिनीहरूलाई अब चेक गराउनु पर्छ भनेर हामीले चाहिँ योभन्दा अगाडि हामीले सबैजनालाई 11 जनालाई क्वारेन्टाइनमा नराखेर पहिला चेक गराउनु पर्छ अनि त्यसपछि क्वारेन्टाइनमा राख्नुपर्छ भने त्यहाँबाट आइसकेपछि हामीले चेक गराएपछि 10 जनाको नेगेटिभ आयो र 1 जनाको पोजिटिभ आयो। अनि त्यसपछि त्यहाँको महानगरपालिका मेयर साहब, उपमेयर साहब, यहाँको एसपी साहब, डिएसपी साहब, सम्पूर्ण यहाँको स्थानीय हामी सबै मिलेर तिनीहरूलाई तुरन्तै हामी कब्जामा लिएर अहिले चाहिँ अस्पतालमा राखेको छ। र यहाँ मलाई एउटा कुरा कहाँ यहाँ चाहिँ म आफै पनि स्थानीय सरकार वडा अध्यक्ष भइसकेपछि मलाई लाग्छ विराटनगर महानगरपालिकामा मेरा प्रिय जनताहरू छन् जति पनि बुद्धिजीवी साथी सर्कलका हुन्छ। म यो एरिया विराटनगर महानगरपालिका वार्ड नम्बर 6 को केही चाहिँ जस्तै झरनादेखि उता नहरदेखि उता पारी हाम्रो स्वाभाविक हो जनचेतनाको अभावले गर्दाखेरि हामीले अहिले पनि हामीले चाहिँ सिलबन्दी गरेको छौँ। हामीले पोजिटिभ निस्केका छौँ र तब पनि
त्यहाँ सब्जी बेच्ने, तरकारी बेच्ने, त्यसपछि पसलहरू खोल्ने अहिले पनि मान्छेहरू सिल बन्दी भनेको छन्, तर त्यसमा पनि मोटरसाइकल चलाइदिने, त्यसपछि मान्छेहरू हिँडिदिने त्यो एरियालाई अहिले पनि मानेको छैन। र अरू भन्नु पर्दाखेरि जनचेतनाको अभाव कारणले गर्दाखेरि अहिले पनि मारमा छु। र मलाई के लाग्छ भने मलाई अझै पनि डर लागिरहेछ, वास्तवमा यस्तै गर्यो भने हामीलाई चाहिँ निकै नै अझै पनि दुःखदायक घटनाहरू पनि घट्न सक्छ। यहाँले भन्नुभयो जनचेतनाको कमीले गर्दाखेरि चाहिँ अझै पनि हामीले सिल गरेको एरियाको पनि केही मतलब भइरहेको छैन। जुन ठाउँमा संक्रमित देखिएको छ त्यो ठाउँमा पनि मान्छेहरू खुलेआम हिँडिरहेका छन्, होइन त? एकदम जनचेतना जगाउनका लागि वडा नम्बर 6 को वडा अध्यक्षको नाताले यहाँले वडा स्तरीयमा चाहिँ कस्ता खालका कामहरू गरिराख्नु भएको छ अहिले र गरिराख्नु भएको थियो त? के कमी, के कारणले गर्दा चाहिँ जनतामा चेतना आएन त? यो भन्दा अगाडि पनि जनचेतनाको हामीले कार्यक्रम गरेको छ, टोलमा गरेको छु। जस्तै हामीलाई झर्नापारीदेखि विराटनगर महानगरपालिका वार्ड नम्बर 6 को 42 वटा टोल समिति छ। त्यो 42 वटा टोल समितिमा जनचेतनाको वडातर्फबाट र महानगरपालिका कार्यक्रमहरू ल्याएको थियो। हामीले चाहिँ गाउँमा टोलमा जनचेतना कार्यक्रम पनि गरेको थियो। त्यतिखेर हामी भन्दाखेरि सम्झाउँदा बुझाउँदाखेरि ओके हामी गर्छौँ, सबै कुरा मान्छौँ। तर अहिलेको भयो अवस्थामा अहिले चाहिँ एउटा कुरा सबभन्दा समस्या कहाँ आइरहेछ भने वास्तवमा हामीलाई एउटा चाहिँ हाम्रो पनि कमी कमजोरी छ। त्यो कमी कमजोरीलाई हामीले स्वीकार्छौँ विराटनगर महानगरपालिकाको एउटा वडा अध्यक्षको हैसियतले। किनभने हिजोको दिनमा जनताले हामी भनेको थियो जे पनि समस्या पर्दाखेरि तपाईँहरूको साथमा मालमा हुन्छ। अहिले मलाई के लागेको छ, हाम्रो केन्द्र सरकार नै फैल्छ, यहाँको चाहिँ प्रदेश सरकार नै फैल्छ, यहाँको चाहिँ तपाईँलाई स्थानीय सरकार नै फैल्छ, त्यसमा हामी पनि पर्छौँ, हामी पनि वडा अध्यक्ष पनि फैल्दै गएको छ। किनभने म तपाईँलाई भन्दैछु, हामीले त सरकारले त लकडाउन गर्यौँ, लकडाउन गरिसकेपछि सबभन्दा अहिले प्रमुख कुरा अहिले चाहिँ के गरिरहेको छ, उहाँहरूले जनचेतनाको कुरा गरेपछि सम्झाउन बुझाउन जाँदाखेरि अहिले टोलहरूमा तपाईँले दुई महिना भइसकेपछि एक चरणको तपाईँले राहत हामीलाई वितरण गर्नुभयो। 10 किलो चामलले हाम्रो बालबच्चा हामी डेली कमाएर खान्छौँ, हामी कहाँ जान्छौँ, के गर्ने? हामी भोकै भोकै छ, हामी मर्छौँ, बरु मरिहाल्छौँ। दोस्रो चरणको अहिलेसम्म दिनुभएको छैन तपाईँहरू। उहाँहरूले के भन्नुहुन्छ, फर्स्ट चरणको दिनुभयो 10, त्यसको लागि धन्यवाद। दोस्रो चरणको पनि हामीलाई दिनुहोस् नि, हामीलाई चाहिँ कमसे कम बाँच्नको लागि के होइन, खाना पेट भरिदिनुहोस्, हामी चाहिँ बाहिर निस्किँदैन। जब दिनुहुन्न भने अहिले कोरोना भाइरस भन्नुभन्दा त यहाँको त भोकको पेटमा छ, भोक हामी चाहिँ अहिले भोकले मरिरहेको छ नि त, कोरोना भाइरसको त्यो रोगको कुरा छोड्नुहोस् भनेर त्यसरी पनि कुराकानीहरू गर्दैछन्, हुँदैछ। र विराटनगर महानगरपालिका वार्ड नम्बर 6 मा केही नगरपालिकादेखि त्यस्तोहरू पनि अब धेरै बुद्धिजीवीहरू, चेतनामूलक जनचेतनाका साथीहरू हुनुहुन्छ, आदरणीय जनता प्रियहरू हुन्छ, उहाँहरू पनि आफ्नो जस्तै तपाईँलाई हाम्रै वार्डमा राहतको सम्बन्धमा कुरा गर्दाखेरि धेरै पनि हामी गरि पनि रहेछौँ, तर पनि त्यसमा असफल छौँ। जस्तै शिवशक्ति जिमखानाको अगाडि नै एउटा चाहिँ हाम्रो युवा समूहहरूले खानाको पनि व्यवस्था गरेको थियो, हामीले पनि गर्दैछौँ। तर पनि उहाँहरूलाई अहिले 2 महिना भइसकेपछि एकचोटिले त्यो मात्रै हुँदैन, अरू पनि दिनुपर्छ। र उहाँहरूको अहिले पनि भनाइ के छ भने हामीलाई तपाईँले कमसेकम खानाहरूको व्यवस्था गर्नुहोस्, हामी चाहिँ घरबाट निस्किँदैन। र वास्तवमा भन्नुपर्दाखेरि यहाँ चाहिँ जनताको यो क्वारेन्टाइनको कुरा गरेपछि हामीसँग किटहरू पनि छैन। जस्तै हिजोको कुरा गऱ्यो, हामीले चाहिँ सम्बन्धित मान्छेलाई भनेको त जाँच गराउँछौँ, कमसेकम 50 जना तपाईँहरूमा लिन्छौँ, हामीले चाहिँ बैठकै भयो नगरपालिकामा। तर त्यहाँ के भइदिएछ भने अब 20-25 जना सम्बन्धित मान्छे पर्दियो, हाम्रो सशस्त्रका साथीहरू 10 जना राखिदियो। अब चाहिँ माथिबाट नै डक्टरहरू त्यहाँको अब माथिबाट पैदो हामीले पनि त्यहाँ हामीले गराउनुपर्छ। र हाम्रो स्थानीय सरकारका जति पनि सदस्यहरू छन्, त्यहाँका कर्मचारीहरू छ, त्यो एरियामा कमसेकम हामीलाई पनि गरिदिनुहोस् भनेर भनेपछि उहाँले होइन हामीले माथिबाट नै कोटा फुल भइसकेको छ भने त्यहाँ मेरो डिस्कस पनि भएछ त्यहाँ डक्टरहरूसँग, होइन माथिबाट भएछ जो आदेश छ हामी त्यही गर्छौँ भने त्यहाँ पनि माथिबाट पनि हाम्रो त्यहाँबाट अलिकति डिबेट चलिरहेको छ। यस्तै यो सब कारणले गर्दा पनि अहिले चाहिँ जनचेतनाको अभाव भनौँ, यहाँ चाहिँ सिलबन्दीका कुराहरू भन्छ, यो कुरालाई त्यसैले पनि मानिरहेको छैन, मैले त्यो भन्न चाहन्छु। तपाईँकै कुरालाई टेकेर मैले जस्तो राहत पहिलो चरणको बाँड्नुभयो, तपाईँहरूले दिनुभयो, तर अब हामीले त पेट त भर्नु पर्यो, बाँच्नु त पर्यो नि। भोलि लकडाउन खुलिसके पछाडिको अवस्था सहज भएको अवस्थामा त उहाँहरूले आफ्नो दैनिकी गुजारा गरेर चलाउनुहुन्छ, जसरी पनि खानुहुन्छ। सबैभन्दा बढी महानगरको 19 वडा मध्ये सबैभन्दा बढी विपन्न परिवार, मैले मेरो तथ्याङ्क अनुसार जहाँसम्म तपाईँले राहत बाँड्नु भएको तथ्याङ्क अनुसार 3370 घर परिवार लगभग। त्यो अवस्थाको राहत बाँडिसक्दाखेरि पहिलो अवस्थाको राहत त यहाँले बाँडिसक्नुभयो, उहाँहरूको कुरा पनि एकदमै जायज छ। हामीले पहिलो चरणको राहत पायौँ, 10 किलो चामलले 5 जनाको परिवारलाई कति दिन खाने, त्यो पनि कुरा त हो।
तर अब दोस्रो चरणको राहत अब के गर्छ त महानगरपालिकाले? उहाँहरूलाई लकडाउन मात्रै पालना गर्नु भनेर जबरजस्ती हामीले भन्यौं, तर उहाँहरू घरमा त बस्ने भनि पनि राख्नु भएको छ। तर दोस्रो चरणको राहत नपाउन्जेलसम्म उहाँहरू आफ्नो दैनिकी गुजारा गर्नुहुन्छ। कोही सब्जी बेच्नुहुन्छ, त्यही बाटो भएर तरकारीहरू आउँछ, उहाँहरूले आफ्नो दैनिकी गुजारा गर्न त पेट पाल्नको लागि त अवश्य पनि केही न केही त गर्नै पर्यो। हामीले लकडाउनको पालना भइरहेन भन्दा भन्दै पनि हामीले कतै गल्ती गरिरहेका छैनौं त? हामीले दोस्रो चरणको राहतको लागि चाहिँ के योजना बनाएका छौं बताइदिनुहोस् न, जनताले यही जान्न चाहेका छन्। सर्वप्रथम त मलाई यसमा आफै पनि लाज पनि लागिरहेछ। मैले एउटा स्थानीय सरकार एउटा वडाध्यक्ष भइसकेपछि वास्तविक मैले उहाँहरूको निमित्त मैले दोस्रो चरणको राहत मार्न सकेको छैन। त्यसमा मैले विराटनगर महानगरपालिका वार्ड नम्बर 6 के सम्पूर्ण जनतासँग मैले माफी पनि माग्न चाहन्छु। किनभने हामीलाई जुन अधिकारकाहरू कुरा छन्, महानगरपालिका अधिकार दिएपछि हामीले स्वयं वडाको त्यो कटा हुने गरी हामीले त्यो बजेटबाट पनि नै हामी चाहिँ राहत मार्ने काम गर्थ्यौँ। तर हामीलाई त्यो पनि यहाँले अधिकार दिएको छैन। अर्को कुरा म के भन्न चाहन्छु भने विराटनगर महानगरपालिकाको यो सबभन्दा ठुलो वार्ड पनि हो र जम्मा जनसङ्ख्या 20,000 छ र भोटर सङ्ख्या भनेको तपाईँलाई 10 देखि 11,000 छन् र कमसे कम अहिले चाहिँ पहिले फर्स्ट चरणको उसमा हामीले बाँटेको हो। विराटनगर महानगरपालिका 19 वडा मध्ये सबभन्दा बढी 3296 र 3370 हामीले बाँटेकै हो। तर पनि सबभन्दा बढी बाँटेको छौँ र अर्को चरणमा कमसेकम यहाँ चाहिँ मात्रै विपन्न परिवार होइन, विपन्न परिवारको मात्रै कुरा आएन। यो चाहिँ अब तपाईँले भन्नुपर्दाखेरि यो विपन्न परिवार मात्रै होइन, कमसे कम यहाँ चाहिँ जुन यहाँका जति पनि मेरो विचारमा मलाई सोध्नुहुन्छ, मलाई भन्नुहुन्छ भने यहाँका जति पनि मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनी र जति पनि आदरणीय मेरा प्रिय जनताहरू हुनुहुन्छ सबैले राहत पाउनुपर्छ। किनभने भोकै अहिले चाहिँ सबैले समस्या छ। जस्तै अहिले हामी वडाध्यक्ष छ, हामीलाई पनि समस्या छ 2-4-500 रुपियाँ निकाल्नको लागि कहाँबाट लाउने, के गर्ने, त्यसरी पनि अवस्था छ। जब हामीसँग यस्तो अवस्था छ भने जनता जो दैनिक कमाएर खाँदैछ र 2 महिनादेखि घरबाट पनि निस्केको छैन, उनीहरूको पनि हालत न ब्याङ्कको सुविधा छ, न केही छ, न ब्याङ्क खुल्ला छैन, बन्द छ, पैसा छ मान्छेसँग तर केही काम पनि गर्न सकेको छैन। सबै त्यस्तो अभाव छ। सबैलाई व्यापारीलाई पनि समस्या छ। यहाँको प्रत्येक जनजाति, दलित, आदिवासी जति पनि हाम्रा आदरणीयका जनता छ सबैलाई समस्या पर्छ। र विराटनगर महानगरपालिका अन्तर्गतमा सबभन्दा यहाँ गरिब वार्ड भनेको हाम्रो विराटनगर 6 पर्छ। आज होइन, पहिलादेखि नै पर्छ। त्यसै कारणले हामीले चाहिँ अहिले अस्ति पनि लगभग हामीहरूको 5500 नाम लिस्ट अहिले पनि छ। हामीले दोस्रो चरणको राहत बाँड्दाखेरि हामीले अपिल गरेको थियो तपाईँलाई हामी राहत दिन्छौँ, भएन भने अस्ति पनि अनि नगरपालिकाबाट अहिले माग्दाखेरि हामीले चाहिँ 1500 मात्रै अहिले चाहिँ केजी चामल तपाईँ लानुहोस् र विपन्न परिवारलाई मात्रै बाँड्नुहोस् भनेर भन्छ। मैले भनेको छु, मेयर साहबलाई पनि भनेको छौँ र यहाँको चाहिँ अधिकारी साहबलाई पनि भनेको छु, हामीले 1500मा हामी बाँड्न सक्दैनौँ। 1500 लगेर हामी बाँट्यो भने हामीलाई त्यहाँ जुत्ता, मुक्का, लात बाहेक हामीलाई केही दिँदैन। हामीले बरु मुखसुख फुटाएर घर पठाइदिन्छ त्यहाँको जनता। किनभने भोकै मरेपछि त्यहाँको जनताहरूले हामीलाई छोड्ने बेला पनि छैन। त्यसै कारणले अब हामीले आफ्नो ठाउँबाट जस्तै उहाँहरूको नगरपालिकाबाट 1500 दिँदैछ भने हामी वडा अध्यक्षको तर्फबाट र व्यक्तिगत तर्फबाट हामीसँग कोसँग यहाँका सबै अभिभावकहरूसँग, सबै यहाँका चाहिँ बुद्धिजीवी साथीहरूसँग र यहाँका जति पनि व्यापारी साथीहरू छ, म अपिल गर्न चाहन्छु उहाँहरूलाई कमसेकम यो अहिले महामारीको अवस्थामा हामीले तपाईँलाई कमसेकम हामीलाई अहिले चाहिँ तपाईँहरूको साथ यहाँ होइन, सुरुदेखि नै साथ सहयोग गर्दै आउनुपर्छ। अहिले पनि मलाई साथ सहयोग दिनुहुन्छ। कमसेकम यसलाई चाहिँ हाम्रो दोस्रो चरणको राहतमा तपाईँहरूले पनि सहयोग साथ गर्नुहुन्छ भने मैले आशा र अपेक्षा राखेको छु। जस्तो ओडामा हाम्रो संक्रमित देखिसकेको छ एकजनालाई, सम्भवतः अहिले त अरूमा पोजिटिभ नदेखोस् भन्ने हाम्रो चाहना पनि हो। अब संयमित भएन भनेदेखि यस्तै अवस्था रह्यो भने भोलि भयावह स्थिति पनि आउन सक्छ। ओडावासीको सुरक्षाका लागि यहाँले कस्ता खालका योजनाहरू अगाडि सारेर काम गरिराख्नु भएको छ बताइदिनुहोस्। जस्तै मैले गर्दाखेरि मात्रै त्यो हुँदैन, यहाँ पनि हुँदैन। किनभने यहाँका चाहिँ निकायहरू छन्, प्रदेश सरकार छन्, स्थानीय सरकारका महानगरपालिकाहरू छन्, यहाँ चाहिँ सिडिओ साहबहरू पनि हुन्छ, एसपी साहब, डिएसपी साहब पनि हुनुहुन्छ, राजनीतिक साथी दलहरू पनि हुनुहुन्छ।
उहाँहरूसँग जे सबैसँग सल्लाह गरेर सबैसँग बैठक बसेर र हाम्रो वार्डमा पनि राजनीतिक दलका दलका पार्टीका साथीहरू हुन्छ, उहाँहरूसँग पनि हामी छलफल गरेर बहस गरेर अगाडिको योजनाहरू अब के बनाउनुपर्छ, हामी केही योजनाहरू सोचेको पनि छौँ, केही हामी भिजन प्लान ल्याएको पनि छौँ र त्यो उहाँहरूसँग पनि सल्लाह गरेर हामीले चाहिँ अगाडिका अब योजनाहरू अगाडिको कार्यक्रमहरू कसरी गर्नुपर्छ, कसरी अगाडि बढ्नुपर्छ सबैसँग साथ सहयोग गरेर मैले चाहिँ अगाडि बढ्छु, मैले त्यो चाहिँ विश्वास दिलाउन चाहन्छु। जस्तो अहिले लकडाउन लम्बिरहेको अवस्थामा दैनिक संक्रमित बढिरहेका छन्। अब लाग्ने हाट बजारले हाम्रो वाडामै धेरै ठाउँमा जस्तो रामपुर चोकमा भयो, बीएफएम अगाडि भयो, जहाँ संक्रमित भेटेको छ त्यहाँ पनि दैनिक चाहिँ यो भिडभाड बढिराखेको छ। यसलाई अब कसरी हामीले संयमित भएर यसलाई कम गर्ने अथवा यसबाट जोगिनलाई के गर्ने उपाय के छ यहाँसँग बताइदिनुहोस् न। हामीले एकदम राम्रो क्वेसन गर्नुभएको छ। हामीले पहिलादेखि नै यो प्रयास गर्दै आएको छौँ, तर विराटनगर महानगरपालिकाको 1900 वार्ड मध्ये यो विराटनगर नगरपालिका महानगरपालिका वार्ड नम्बर 6 भनेको अलिकति मलाई जस्तो लाग्छ बेग्लै किसिमको हो कि अघि पनि मैले चेतनाको कुराहरू उठाएको थियो। मलाई जहाँसम्म लाग्छ चेतना नभएकै कुरा हो, किनभने हामीले यहाँ चाहिँ यहाँका रामपुरका जति पनि त्यहाँका जति पनि पार्टी पुलिसका साथीहरू हुनुहुन्छ, त्यहाँका स्थानीय साथीहरू हुनुहुन्छ, हाम्रो टोल संगठनका मान्छे हुन्छ, बुद्धिजीवीहरू मान्छे छ, सबै पनि जहाँ जस्तै रामपुरकै सबै हामी एक चरण एउटा अभियान नै त्यतिखेर चलाएको थियो। कमसेकम तपाईँहरू 4 फिट 5 फिट दूरीमा पनि सागसब्जी बेचिदिनुहोस्, भिडभाड धेरै नगर्नुहोस्, हल्ला हुन्छ भने एक दिन त हुन्छ। हामी त्यहाँ सम्झौताखेरि सबै गर्छ, तर गइसकेपछि तिनीहरूको आन्दोलन जस्तो मधेसको आन्दोलन भएछ त्यस्तै फेरि मान्छे यो अब कोरोना भाइरस के हो, यो महामारीको रूपमा आइरहेछ, त्यसलाई केही मतलब छैन। कहाँ कसरी के गर्नुपर्छ, कसरी पैसा कमाउनुपर्छ, कसरी चाहिँ हामी बालबच्चा हुन्छ त्यो तर्फबाट मात्रै लागिरहेछ। र यहाँ बीएफएमको पनि कुरा गर्दा बीएफएमको अगाडिमा मलाई असर मैले आफै पनि यहाँ आएर यहाँ चाहिँ पुलिस साथीहरूसँग कोर्डिनेसन गरेर यहाँ देशले साथीहरूसँग कोर्डिनेसन गरेर कति 2 चोटि 4 चोटि हामीले यहाँ चाहिँ त्यो तरकारीवालाले खेदेको पनि थियो। यहाँ चाहिँ नराख्नुहोस् भन्दा पनि तिनीहरूको हेरा थेरा जस्तो हुन्छ, अहिले पनि आएर चाहिँ त्यो गर्दैछ। र हामी जति पनि भन्दाखेरि जति सम्झाउँदा पनि उहाँहरू चाहिँ बुझ्नुहुन्न। चेतनाको कमी कमजोरीले गर्दाखेरि मलाई जस्तो लागिरहेछ भइरहेछ। र यसको पनि यो विकल्प यो विषयमा पनि जबसम्म मैले अपिल गर्न चाहन्छु, यहाँ जहाँ जस्तो सागसब्जी हाट बजारका त्यहाँका जति पनि आदरणीय मेरा प्रिय जनताहरू छ, जबसम्म उहाँहरूले जागरुक हुनुहुन्न तबसम्म हामीले यो समस्या समाधान पनि गर्न सक्दैनौँ मलाई जस्तो लागिरहेछ। जस्तो अहिले जिल्ला बाहिर हाम्रो मोरङ जिल्लाबाट भन्दा बाहिर अनि भारतबाट आउने क्रम चाहिँ राति मान्छेले पैसा लिएर पनि मान्छेहरू ल्याइरहेका छन् भन्ने कुरा जानकारीमा आएको छ हामीलाई। जहाँसम्म त्यस्ता व्यक्तिहरू यहाँले थाहा पाएसम्म क्वारेन्टाइन अथवा आइसोलेसन अथवा होम क्वारेन्टाइन के व्यवस्था गर्नुभएको छ? होम क्वारेन्टाइनको केही व्यवस्था छ हामीसँग वार्ड नम्बर 6 मा? वार्ड नम्बर 6 मा केही छैन। हामीले त यहाँ चाहिँ म अघि पनि भने हामीले त यहाँ चाहिँ स्थानीय साथीहरूले हामीले त दोस्रो चरणको राहत हामीले वितरण गरेको सकेका छैन। पेटमा घाँस केको कमजोरीले भात दिन सकेको छैन। कमी कमजोरी भने चाहिँ हामीहरूको कमी छ। स्थानीय सरकारको बन्नुपर्छ, प्रदेश सरकारको बन्नुपर्छ, केन्द्र सरकारको बन्नुपर्छ। अहिलेसम्म प्रदेश सरकार माग्दाखेरि क्या लाज लाग्छ क्या, माग्दाखेरि भन्छ एकदम भिख मङ्गा हुँदैन, भिख माग्ने जस्तो एकमुठी हाल्दैन भने त्यसरी गइरहेछ। लगभग अहिले चाहिँ नगरपालिकाले त एक चरणको हामीले त थामेका छौँ। विराटनगर महानगरपालिका मेयर साहब वार्ड अध्यक्षले त एक प्रकारको हामी थामेको छौँ, तर प्रदेश सरकारको लागि हामीले चाहिँ अहिलेसम्म केही सुविधा दिएको छैन। म यो बीएफएमबाट खेद प्रकट नै गर्न चाहन्छु, केन्द्र सरकारले पनि खेद प्रकट गर्न चाहन्छु। किनभने जनतै रहेन भने हिजोको दिनमा भाषण गर्ने बेलामा जनता चाहियो, सबै त्यो चाहियो, र जनतै रहेन भने हामी मात्र के छ। मेरो चाहिँ विचार के हो भने यहाँको जनतै भोकै बस्यो भने, यहाँ जनतै सबै मरिहाल्यो भने विजय कामत किन बाँच्नु पर्यो, किन विजय कामत किन त्यो स्थानीय वडा अध्यक्ष बन्नु पर्यो? मलाई त लाग्दैछ जनता रहेन भने म पनि रहँदिनँ, र जनता रह्यो भने म पनि सबै कुरामा राम्रो हुन्छ मलाई जस्तो लागिरहेछ। त्यसै कारणले मैले यो बीएफएम 91 2.बाट सबैलाई सन्देश जाओस्, केन्द्र सरकारको पनि ध्यान जाओस्, प्रदेश सरकारको पनि ध्यान जाओस्। कमसेकम यहाँ चाहिँ महामारीको रूपमा फैलिसकेको छ, कमसेकम घाँस मासको तिनीहरूको व्यवस्था कमसेकम हुनुपर्छ, दुई मुठी भए पनि हुनुपर्छ मलाई चाहिँ आएको छ। भएन भने हामीले वडा अध्यक्षको तर्फबाट व्यक्तिगत तर्फबाट मलाई जहाँसम्म चाहिँ यहाँ भिख मागेर हुन्छ या के हुन्छ यो सबै साथीहरू चाहिँ आग्रह गर्नुहुन्छ, म चाहिँ दोस्रो चरणको राहत चाहिँ 10 किलो बाँड्न सक्दैन, तर 5 किलोको दरले मैले बाँड्छु, मैले त्यो पनि भन्न चाहन्छु।
जस्तो दोस्रो चरणको राहत भन्नु मैले कुरा अर्कैतिर मोडेँ। जस्तो अब संक्रमितै हामीले नभेटिएको अवस्थामा पनि बाहिरबाट आउनेहरूलाई अब व्यवस्थापन त गर्नु पर्यो महानगरले, प्रदेश सरकारले नसुने पनि। महानगरले यसमा के सोचिरहेको छ? क्वारेन्टाइन कति बेडसम्मको बनाएको छ? केही छ यहाँलाई जानकारी? मलाई त मेरो वार्डमा त छैन, कति पनि चाहिँ हामीले पनि सकिरहेको छैन, किटहरू छैन, केही छैन। र अहिले पनि हाम्रोसँग जस्तै अब विदेशमा बर पनि भारतकै कुरा गरौँ, भारतबाट अहिले पनि धेरै सहरबाट बोर्डर साइडमा हाम्रो साथी नेपाली साथीहरू धेरै अल्पत्र परिरहेछन्। तिनीहरूको खानु पनि पाएको छैन। अब तिनीहरूको पैसा पनि सिधै सुकै इन्डियाकै युवाहरू साथीहरूले पनि त्यहाँ पनि केही साथीहरूले उहाँहरूलाई अहिले चाहिँ भोकै नबसोस् भनेर खानाको पनि व्यवस्था गरेर खुवाइरहेछ। र कति हाम्रो विराटनगर वार्डमै छकै कति पनि चाहिँ बोर्डर खुला छ। खुला भइसकेपछि कोही चाहिँ धानकै खेतैबाट, मकैको खेतैबाट, कसैले नदीबाट भागेर पनि आइरहेछ। र त्यो एउटा कुरा सबभन्दा फेरि प्रमुख के हो भने यहाँको जनता चाहिँ अलिकति जागरुक भएकै छ। त्यो मान्छेहरू आइसकेपछि हामीलाई तुरन्तै जानकारी दिनुहुन्छ र त्यो मान्छेले हामी तुरन्तै चाहिँ तपाईँ गएर टेस्ट गराउनुहोस्। टेस्ट गराएपछि धेरै मान्छेहरूको अहिले नेगेटिभ निस्किरहेछ। फर्स्टै यस्तो भयो, एउटा चाहिँ हाम्रो चाहिँ पोजिटिभ निस्क्यो, त्यसमा दुःख लाग्ने कुरा हो। मैले सबै जनता, आदरणीय विराटनगर महानगरपालिका वार्ड नम्बर 6 का जनता दाजुभाइ तथा दिदीबहिनीलाई अपिल गर्न चाहन्छु, कमसेकम यो भए महामारीको अवस्थामा कमसेकम सिलबन्दी भएको ठाउँमा झरना चोकदेखि लिएर रामपुरसम्मका साथीहरूलाई अपिल गर्न चाहन्छु, आफ्नो आफ्नो घरमा बसेर यो अभियानलाई हामीले चाहिँ यो महामारीको रूपमा जुन एउटा आएको छ त्यसलाई चाहिँ सबैजनाले जबसम्म एक व्यक्तिले एक घरमा जिम्मेवारी लिएर यसलाई यो अभियानलाई हामीले सफल पारेन भने तब हामीलाई नै गाह्रो भएको छ। किनभने विराटनगर महानगरपालिकामा अहिले सबभन्दा हाम्रो वार्ड एकदम छ्याछ्या बन्न थाल्यो। हामीले अहिले कहिले हामी यहाँको जनता अरू ठाउँमा जाँदाखेरि तपाईँ 6 नम्बरको वार्ड आएको मान्छे हुनुहुन्छ, तपाईँ परै बस्नुहोस् भनेर त्यसरी पनि कुराहरू आइरहेछ। र जुन अहिले चाहिँ त्यसको जुन कोरोना पोजिटिभ भएका हाम्रो एउटा त्यो भाइहरूको घर परिवारमा पनि अहिले चाहिँ उनीहरूलाई अब के भाइरस लाग्यो भनेर पुरा गाउँवालाले पनि पुरै चाहिँ तपाईँहरू यहाँ नबस्नु त जानुहोस् भनेर त्यस्तो किसिमको पनि महामारीको रूपमा आइसकेपछि अहिले अर्कै भइरहेछ क्या यो मुभमेन्ट। यो विराटनगर महानगरपालिका वार्ड नम्बर 6 मा सबै भयभीत अवस्थामा पनि छ। र क्वारेन्टाइनमा इन्डियाबाट आएकोलाई हामीले यहाँ मेयरसँग सम्झौता सल्लाह सुझाव गरेर हामीले चाहिँ क्वारेन्टाइनमा कति साथीहरूलाई पनि पठाउने पनि गरेका छौँ र कतिलाई हामी चाहिँ टेस्ट पनि गराउने गरेका छौँ। र हामीले अहिले भर्खरै अझै पनि हामीले अहिले पनि यो वार्ड नम्बर 6 मा विदेशमा रहेका साथीहरू जम्मा 300 छन्। हामीहरूको लिस्ट आइसकेको छ। त्यो 300 मान्छेलाई अब कसरी जानुपर्छ, के गर्नुपर्छ भने त्यहाँका अभिभावकहरू पनि आइरहेछ अहिले हाम्रो वार्डमा। र इन्डिया जानेवाला पनि यहाँ हाम्रो लगभग 40 देखि 45 मान्छेहरू छन् यहाँ हाम्रै वार्डमा छन्। तिनीहरूलाई ल्याउने प्रयास भइरहेको छ। अब गरी चाहिँ अब फर्स्ट चरण दोस्रो चरण के हो अब त्यो सरकारको कुरा हो, हामीहरूको त त्यहाँ पहुँचको पनि कुरा हुँदैन। जस्तो मैले आज मात्रै सुनेको थिएँ एक्सन टिम वार्ड नम्बर 6 ले चाहिँ कमिटी गठन गरेको छ, एक्सन टिम बनाएको छ। यो एक्सन टिमले के गर्छ बताइदिनुहोस्। हो एकदम राम्रो भर्खरै हामीले यो अहिले मैले फेसबुकमा पनि हालेको छु। एक्सन टिम जम्मा हाम्रो वार्डमा विराटनगर महानगरपालिका वार्ड नम्बर 6 मा जम्मा 42 वटा टोल संगठन छन्। त्यो टोल संगठनमा 42 वटा टोल संगठनमा हामी एक्सन टिम गठन गर्नेको छ। आज भर्खरै हामीले 18 वटा एक्सन टिम गठन गरिसकेका छौँ र केही बाँकी छ भने त्यो हामी चाहिँ भोलि गर्छौँ। यो अब एक्सन टिम प्रत्येक हो जस्तै हामी एक्सन टिमले के काम गर्छ त्यो चाहिँ यो एक्सन टिमले अब तपाईँलाई जस्तै अहिले हामी कमिटी मानिलो एउटा टोल कमिटी हामी गठन गर्यो, जम्मा त्यो 5 जनाको टिम हुन्छ। एकजना त्यो स्वयंसेविका हुन्छ हामीहरूको त्यो वार्डको, र त्यही टोलका एकजना संयोजक हुन्छ र 4 जना मान्छे 3 जना मान्छे सदस्य हुन्छ। त्यो सदस्य र संयोजक र हाम्रो त्यो स्वयंसेवकको एउटाको तिनीहरूको त्यसले के काम गर्छ भने जस्तै आफ्नो टोलको जस्तै 30 घर छ, 40 घर छ, 50 घरमा सबैले घर घरमा गएर त्यहाँ यो क्वारेन्टाइनको कोरोना भाइरस के हो उहाँले हामी जनचेतनाको कार्यक्रम एउटा एक प्रकारको दिन्छ। र विदेशबाट मान्छेहरू आएको प्रत्येक घरमा विदेशबाट मान्छेहरू आएको त्यसको निगरानी गर्ने र निगरानी आइसकेपछि तिनीहरूलाई भेट्ने, निगरानी गर्ने र कहिले आएको छ कहिले आएको छ सबै जानकारीहरू पनि वाडाले दिने, वाडाले त्यसपछि नगरपालिकाले दिने। तिनीहरूको कामै कर्तव्य त्यो अधिकार त्यति नै हुन्छ। अहिले भनेपछि केही सहज हुन्छ अब अवस्थामा प्रत्येक टोलमा हुन्छ भने हामीलाई पनि धेरै सहज हुन्छ। किनभने हामी चाहिँ वडा अध्यक्ष मात्रै हामी टोलमा कहाँ छ के छ कसो भन्छ। अब त टिम गठन भइसकेपछि त्यो सूचना काम दिनुहुन्छ, उहाँहरूको पनि जिम्मेवारी अब भइहाल्यो। विराटनगर महानगरपालिका वार्ड नम्बर 6 को तर्फबाट उहाँ पनि
42वटा टोल संगठनका संयोजकहरू त्यहाँका सदस्यहरू भइसकेपछि हामीलाई पनि धेरै सहज हुन्छ र हामीलाई यो चाहिँ जुन कोरोना भाइरस सम्बन्धी जुन हाम्रो चाहिँ अहिले चाहिँ झरना चोकदेखि सलबन्दी गर्छ त्यसमा पनि हामीलाई साथ पुग्छ, राम्रो हुन्छ, सहयोग हुन्छ। अन्त्यमा ओडावासीलाई के भन्न चाहनुहुन्छ? मैले अन्त्यमा सर्वप्रथम त मैले तपाईँलाई बहुत बहुत धन्यवाद दिन चाहन्छु। कमसेकम यस्तो महामारीको अवस्थामा पनि BFM 91.2 को तर्फबाट यो सन्देश एउटा BFMबाट तपाईँले मलाई बोलाएर वाडावासीलाई अब तपाईँले अन्त्यमा के भन्न चाहनुहुन्छ भने भन्दै हुन्छ। त्यसमा मैले तपाईँलाई म धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु र सबैजनालाई मैले विराटनगर महानगरपालिका वार्ड नम्बर 6 का जति पनि मेरो दाजुभाइ तथा दिदीबहिनी आदरणीय प्रियहरू हुन्छ सबैलाई म भन्छु कमसे कम यो अभियानलाई यो महामारीको रूपमा जुन कोरोना भाइरस आएको छ सबैजनाले घरमा बसेर सेनिटाइजर प्रयोग गरेर मास्क प्रयोग गरेर र हामीले जनचेतनाको रूपमा सबैले एक आपसमा छिमेकीहरूलाई पनि एउटा अभियानको एउटा चाहिँ जनचेतनाको रूपमा तपाईँहरूले पनि सबैजना सामाजिक दूरी कायम गरिदिनुहुन्छ भनेर आशा अपेक्षा राखेको छु। म लास्टमा यही भन्न चाहन्छु। अत्यन्त व्यस्तताको बावजुद पनि हामीलाई BFM 91.2 लाई समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद। धन्यवाद। 21 मिनेटको भएछ।